विक्रम सम्वत 2082 भदौ 23 र 24 गते यो दिन नेपालको इतिहासमा एउटा कालो दिनको रूपमा अंकित भएको छ। सामाजिक सञ्जाल बन्दको विरोध र सुशासनको पक्षमा नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई सरकारले चरम दमन गरेका कारण प्रदर्शन रक्तपातमय भएको थियो। गोली लागेर 76 जना युवाहरूको मृत्यु भएको थियो भने त्यसैको आक्रोशमा भदौ 24 गतेका दिन राज्यका संरचना, निजी सम्पत्ति, मिडिया हाउस र व्यापारिक भवन आदिमा ठूलो तोडफोड र आगजनीका कारण अर्बौंको क्षति भएको थियो। यी सारा दुःखद कुराहरू एकातिर छ, तर यस जेनजी आन्दोलनले हाम्रो यथार्थ धरातल बुझ्न सहयोग पनि गरेको छ। जुन नेपालीहरू विश्वका शक्ति राष्ट्रहरूको सुरक्षा दिएर बसेको छ, तर त्यही देशका नागरिकहरू त्यही देशभित्र सुरक्षित छैनन् भन्ने यथार्थलाई चाहिँ प्रष्ट पारेको छ। हाम्रो सुरक्षा र गुप्तचर निकाय कति कमजोर रहेछ भन्ने विषयलाई छर्लङ्ग पारेको छ, किनकि त्यही कमजोरीले गर्दा देशको महत्त्वपूर्ण इतिहास बोकेका संरचनाहरूको सुरक्षा हुन सकेन। नेपालको सुरक्षा निकायमा पनि विभिन्न शक्तिहरूको प्रभाव भएको प्रष्ट देखिन्छ। आन्दोलनको यति लामो समय बितिसक्दा पनि केही प्रश्नहरू भने अनुत्तरित नै छन्। सायद छानबिन आयोगले यसबारे केही बोल्ला, तर सरकारी वैधानिक निकायहरू, न्यायालय, सिंहदरबार, संसद भवन र अख्तियार जस्ता महत्त्वपूर्ण राज्यका संरचनाहरूमाथि किन आगजनी र तोडफोड गरियो? कसका कारण आक्रमण भयो? परिणाममा आन्दोलनकारीहरूले के पाए? उक्त आक्रमण संरचनामाथि थियो वा सम्बन्धित निकायमाथि? आक्रमणपछि सम्बन्धित निकायले आत्मसमीक्षा गरे त? त्यो घटनाको जिम्मेवारी को हो? आक्रमणकारी, सत्ताधारी दल, नयाँ पुरानो दल वा तेस्रो पक्ष? आफ्नो विचार कमेन्टमा लेख्न नबिर्सनुहोला। हस्त मित्रहरू, आजको लागि यति नै। जय देश, जय नेपाल।